घरदेखि जङ्गलसम्म आजै म अर्ग्यानिक सेल्फी स्टिक बोकेर जाँदैछु है। लेप्चाको बिहा भएपछि यत्तिको ढुङ्ग्रो त काट्नै पर्यो। सो हेर्नुहोस् त। रिमोट एभ्रिवान, तपाईँहरू सबैजनालाई स्वागत छ आजको मेरो छोटो अनि मिठो भ्लगमा। आज चाहिँ मलाई एक्स्ट्रा एनर्जी आएको क्या, किनकि यत्रो लामो सेल्फी स्टिक बोकेर चाहिँ तल खोलासम्म जानु पर्यो भनेर चाहिँ यसो बोकेर हिँडिरहेको थिएँ होइन। अब यस्तो मजाको भ्यू देख्छ कि यसरी खिच्न चाहिँ मजा आउँछ क्या। न त तपाईँहरूलाई पनि मन पर्न सक्छ होला। सो तपाईँहरू चाहिँ ट्राई नगर्नुहोस् है, किनकि एकदमै रिस्की हो। फोन चाहिँ कतिपल्ट झर्छ यसरी बोक्ने हुँदाखेरि। सो मेरो पनि कतिपल्ट झरिबस्छ है। सो आज बिहान पनि यसरी बोकेर जाँदै गर्दाखेरि झऱ्यो, धन्न खोलामा चाहिँ झरेन, ढुङ्गामा चाहिँ ढुङ्गामै झरेको थियो, धन्न फुटेन है। सो मेरो डेस्टिनी पुगिसकेको थिएँ। माथिबाट चाहिँ बाँदरले मलाई जिस्काइरहेको रहेछ नि त, डर पनि लाग्यो कतै ढुङ्गा पो पल्टाउँछ कि भनेर। रेनी सिजनमा चाहिँ हाम्रोतिर चाहिँ सानो जुगा निस्किने गर्छ है। सो तपाईँहरूतिर पनि यस्तो जुगाहरू निस्किन्छ कि निस्किँदैन, सो कमेन्ट गरेर भन्नुहोस् होला है। मलाई चाहिँ यस्तो हरकत भित्रैबाट आउँछ क्या। हेर्नुहोस् न कस्तो मजाको ऐसिलो फलिरहेको देखेर चाहिँ टिपेर खानु पर्यो भनेर टिपेर खाँदै थिएँ। चरालाई पनि रुवाइदिनु पर्यो, आज सबै खाएर भनेर खाइरहेको थिएँ। तर यस्तो अमिलो खोलाको छेउमा हेर्नुहोस् न, मलाई चाहिरहेको थियो क्या स्टिङको बोतल एउटा। सो त्यो पाएँ मैले, त्यो बोकेर पनि हिँडेँ, किनकि मलाई एउटा देशी जुगाड बनाउनु थियो। त्यो तपाईँहरूलाई बनाइसकेर सो देखाउने छु है। आजले चाहिँ अस्ति कालिम्पोङबाट चाहिँ नि खरबुजा लिएर राख्नु भएको रहेछ नि त। सो आज चाहिँ काट्नु अरे, सबैजना खाने भनेर चाहिँ सो आज काटेर मजाले खाइरहेको थियो। र म चाहिँ आजको लागि चाहिँ निस्किसकेको थिएँ बिहेमा काम सघाउनु। बिहेमा चाहिँ ढुङ्ग्रो काट्छ भनेपछि हामी ग्रुप भएर चाहिँ काम सघाउनु गयो। हेर्नुहोस् न कस्तो मजाले जेम्बी फुलिरहेको रहेछ होइन। त्यसपछि ओह्रालोमा खुट्टा चिप्लेर यस्तो बिजोग भएको मेरो चाहिँ। यो गाउँदेखि पारी चाहिँ कस्तो मजाको हरियो जङ्गल देख्छ होइन, यस्तो मजाको देखिरहेको थियो। म चाहिँ खुट्टा चिप्लेर हेर्नुहोस् न लौरो टेक्दै बिस्तार बिस्तार गएको। अगोर चाहिँ गएर पनि बाँस डाल्नु सुरु गरिसकेको रहेछ। यहाँनिर अनुमले चाहिँ स्ट्यान्ड बनाउनु हुँदो रहेछ ढुङ्ग्रो काट्ने। एउटा भनाइ छ नि, मान्छेलाई चाहिँ जन्मिँदाखेरि पनि बाँस चाहिन्छ, मर्दा पनि बाँस चाहिन्छ भन्थ्यो नि। सो अहिले चाहिँ यो परम्परा अलिकति हराउँदै गएको छ, किनकि पहिला हामी जब जन्मिन्छौँ नि सानोमा त बाँसको कोक्रोमा को सुत्नु भएको छ। सो कमेन्ट गरेर भन्नुहोस् है। हामी प्राय जति बाँसको कोक्रोमा हुर्केको मान्छेहरू हो नि त, बाँसको कोक्रोमा हुर्किन्थ्यौँ। र जब हामी मर्छौँ नि हामीलाई बाँस माथि राखेर लान्छ अरे भन्छ क्या। सो तपाईँहरूले पनि यो भनाइ कति सुन्नु भएको छ। तर अहिले समय सँगसँगै धेरै कुरा चेन्ज भएर गइसकेको छ। आज चाहिँ हाम्रो दिनभरि काट्नु पर्ने थियो बाँस काट्न सजिलो मात्र भन्छ है, तर यस्तो साह्रो पर्छ। म चाहिँ आधी दिनसम्म चाहिँ बाँस टुक्राएँ। मैले ढिलो टुक्राएँ भने चाहिँ अनुमले टुक्राउनु हुँदैछ। त्यसपछि म चाहिँ तास्नतिर थालेँ। दिनभरि एउटै काम गरेर कति छिटो दिन बित्यो पत्तै भएन। हेर्नुहोस् न, हामीले चाहिँ ढुङ्ग्रो आज यति धेरै काट्यो। सो तपाईँहरूलाई पनि बिहेको भ्लग अवश्य देखाउने छु यदि टाइम पाएछु भने। पछि हामी भारी लगाएर निस्किसकेका थियौँ। हेर्नुहोस् न यसरी बोक्दा चाहिँ एकदमै सजिलो हुँदो रहेछ है, बोरामा ढुङ्ग्रो हालेर। मौसमले पनि आज हामीलाई मजाले साथ दियो, किनकि हामीले राम्रोसँगले काम गर्न पायौँ। अब बर्खाको बिहे यस्तै हुन्छ, बारबेर एकदमै राम्रोसँगले चलिरहेको रहेछ। हामीले चाहिँ पाएको थियौँ अर्कै काम। सो अर्कै काम गर्ने ग्रुप यता काम गरिरहनु भएको रहेछ र म चाहिँ छुट्टी मागेर निस्किसकेको थिएँ घरतर्फ। बाजे चाहिँ हेर्नुहोस् न माइलाग्दो माछालाई घाँस खोजिरहनु भएको रहेछ। घर आइपुग्दाखेरि चाहिँ म आफ्नो कामहरू सकिसकेको थिएँ र बाजेलाई माछाको घाँस अलिकति उखाल्नु सघाउनु पर्यो भनेर सघाउनु थालेँ। हेर्नुहोस् न मेरो खोर्सानी त बारीमै हराइसकेछ। सो आजको भ्लग चाहिँ यति राख्दै हुनेलाई बाई बाई। सी इन द नेक्स्ट भ्लग। तपाईँहरूको माया साथ दिइरहनु होला। फेरि पनि अर्को भ्लग लिएर आउने छु है त। सो बाई बाई।